हेलो गाइस, यो चाहिँ चन्द्रगिरीको भ्लग। हामी चाहिँ चन्द्रगिरी हाइकिङ गएको थियो अनि त्यतिखेर चाहिँ फेरि हामी जुकाको शिकार हुन पुग्यो के। अनि त्यहाँ माथि चढ्ने बेलामा चाहिँ चितुवा पाउँछ भनेर चाहिँ यस्तो डेन्जर बोर्ड राखिदिइरहेको थियो, तर चितुवा भन्दा चाहिँ बढी जुका पायो कि गाइस। हामीलाई धोका भयो नि त त्यो बोर्ड देखेर होइन। जुकाहरू भए पनि हामीले चाहिँ हाम्रो हाइक कन्टिन्यू राख्यौँ र एकदमै धेरै इन्जोय गऱ्यौँ। बिचमा रेस्टहरू गर्दै गयौँ अनि हामीलाई टोटल माथि पुग्नुको लागि चाहिँ कति लाग्यो भनेदेखि लगभग 4 घन्टामा हामी चाहिँ टपमा पुग्यौँ। धन्नले पानी परेन गाइस। पानी परेको थियो भने चाहिँ जुकाले हाम्रो टाउकोसँग नै खाइदिन्थ्यो होला। यो बाटोमा चाहिँ घामले पोल्ने चाहिँ हुँदैन किनकि रुखहरूले चाहिँ सबै कभर गरेर छ अनि हिँड्नुलाई चाहिँ एकदमै शीतल राम्रो छ बाटो। यो बाटोबाट चाहिँ केबल कार चाहिँ हाम्रो टाउकेबाट कुद्दो रहेछ के। अनि धेरै जङ्गलको बाटो हिँडेपछि चाहिँ माथि आएर हामीले यस्तो खुल्ला ठाउँ भेटाएको थियो। अनि त्यहाँनिर एकछिन हामी रेस्ट गर्यो। त्यहाँबाट चाहिँ 10-15 मिनटमा माथि पुगिन्छ। अनि यस्तो सिडीहरू पनि हामीले चाहिँ हिँडेको लगभग आधा घन्टापछि भेटाएको थियो होला। अनि सहजै छ बाटो, राम्रै छ। चिन्ता नगरी जानु इच्छा छ भने जानु होला तपाईहरू पनि एकपटक। फर्किँदाखेरि चाहिँ हामीले अर्को बाटो युज गर्यो। त्योबाट चाहिँ हामीलाई झर्नलाई लगभग 2.5 घन्टा जति लाग्यो होला। त्यो बाटोबाट चाहिँ जुकाहरू चाहिँ केही पनि थिएन अनि हामी घर फर्क्यौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।